हेलो साथीहरु, इट्स मी ममता अनि आज चाहिँ जाँदैछौँ हामी घुम्न धरानको श्रम संस्कृति पार्क विथ माई सिस्टर्स। अनि यो चाहिँ हो आजको हाम्रो आउटफिट। अनि हामी चाहिँ यसरी सफारीमा बसेर लाग्यौँ गर्नलाई सफारी। अनि हामी चाहिँ हाम्रो यात्रा सुरु हुन्छ यसरी नै धरानको भ्यू हेर्दै यहाँनिर आएपछि चाहिँ मौसमले चेन्ज क्या यस्तो भइरहेको यो चाहिँ सैनिक पढेर अनि त्यसपछि यो सानो बाटोबाट हुँदै हुँदै जानु पर्ने रहेछ। ओह्रालो झर्दै उकालो चढ्दै यहाँको बाटो चाहिँ यस्तो रहेछ नि त। अनि यसरी नै हामी जाँदैछौँ हेर्दै हेर्दै हरियाली पहाड जङ्गल हेर्दै राम्रो देख्यो क्या। अनि यहाँ चाहिँ हामीलाई गाडीले तान्न सकेन अनि हामीले ओद्री हामी देखाउँदैछौँ। त्यही रहेछ क्या पार्क चाहिँ हामी जुन हेर्न आएको छौँ त्यो चाहिँ यही रहेछ। अनि फेरि हाम्रो यात्रा सुरु हुन्छ सफारीमा चढेर। आज चाहिँ हाम्रो घुम्ने दिन हो नि त। अनि लड्ने रमाइलो गर्दै दिदी बहिनी हाँस्दै रमाउँदै पुरा हेरिरहेको छौँ यहाँको भ्यूहरू। हाम्रो दिदीहरू चाहिँ यहाँ बसिराख्नु भएको छ बस्ने ठाउँ जस्तो बनाएको फर्स्टबाट उत्रेर हामी त्यताउता हेर्दैछौँ कता जाने भन्ने पुरै थाहा थिएन नि त सुरुबाट। अनि पार्क पनि सानो होइन भगवान् कत्रो ठुलो त अर्को पार गरेको थियो क्या। हामी टिकट काट्नतिर अनि यहाँनिर चाहिँ छ टिकट काट्ने। अनि सुरुमा हामी गयौँ टिकट काट्न। अनि टिकट काट्नुभयो। यो चाहिँ धरान लेखेको यो चाहिँ माथिबाट हेर्दाको भ्यू। अनि सुरु भयो हाम्रो प्रोग्राम। कैद हुनु छैन हामीलाई, हामी कैद नहुने होइन त, आजाद पन्छी एकचोटि नाच गार्डन सचेत धराने समूह हाम्रो लियो पाठ साथी सुतिराख्नु भयो।
अझै होइन खोला चाहिँ कस्तो दामी साउन्ड आएको है यो रमाइलो छ है यसरी नै अनि हामीले चाहिँ रिल्स बनायौँ धेरै भिडियोहरू अनि फोटोहरू खिच्यौँ यसरी बित्यो आजको हाम्रो दिन गाइस हामीले चाहिँ यो दाइको क्यामेराबाट पनि फोटो खिच्यौँ आइफोनले मात्रै नपुगेर डिएसएलआरबाट पनि फोटो खिच्यो अनि हामी चाहिँ यति मजा लाग्थ्यौँ घुम्नु सकेर गाइस हो गाई बाख्रा भैँसी अब हामी गाइस हो यसरी नै घुमेर आजको दिन चाहिँ हाम्रो सकिएको छ साथीहरू